राजमा बनाऊँ भनेको आज हिजो राति भिजाएर राखेको थिएँ कि यो चाहिँ अब अहिले चाहिँ यतिको भएछ। पानी फ्यालेँ मैले भर्खरै, त्यो चाहिँ भिडियोमा हाल्नु पाइनँ। जो पानी फ्याल्यो अरे। अनि लसुन अलिकति यहाँ काटेको छ अहिले। यो चाहिँ हाम्रो किचन हो होइन, हामी तिनजनाले सेयर गरिरहेको हो। अलिकति यताबाट देखौँ, तिनजनाले सेयर गरिरहेको छौँ। यो चाहिँ यो फ्रिज भयो होइन, यो चाहिँ मेरो क्याबिनेट भयो। यहाँ चाहिँ मेरो अलिअलि सामान हुन्छ। यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ त्यस्तो खासै केही छैन अहिले चाहिँ, त्यस्तो राखेको छैन है। अनि यहाँ चाहिँ अलिअलि मसला छ। यो चाहिँ यो ड्ररमा मसला यसो, यो प्याज भयो, लसुन अदुवा, अनि अलिअलि यही नेपालबाट लिएर आएको मसला छ क्या थोरै। अब यहाँ पनि किन्न पर्ने बेला भइ नै सक्यो। अनि टमाटर चाहिँ यहाँ फ्रिजभित्र राखेको छु। फेरि टमाटर चाहिँ फेरि त्यो बाहिर राख्यो भने बिग्रिन्छ नि त। अनि त्यही भएर यहाँ फ्रिजमा छ। यो मेरो टमाटर हो, निकालेँ। अब यस्तो काट्छु होइन, टमाटर काट्छु, प्याज काट्छु, अनि लसुन अदुवा हल्का हल्का हालेर है। अनि सरर सिट्टी लगाइदिने हो, 5-6 सिट्टी। त्यो भयो भने ट्याक्क बन्छ होला। अब राजमा भन्दै राजमा जिन्दगी बनाएको छैन। क्यानाडामा आएर फर्स्ट टाइम राजमा बनाउनु थालेको। के भयो भन्दाखेरि चाहिँ बनाउनै नआउने कि, अब कसरी बनाउने आइडियै छैन। म त त्यो दाल जस्तै सुइँ सिट्टी लगाइदिने होला भन्ने सोचिरहेको थिएँ। त्यो नहुने रहेछ। यसो अलिकति मरमसला हालेर ओरेर ट्याकटुक बनाएर खायो भने मिठो हुँदो रहेछ। अनि मम्मीसँग अघि नै बिहान एकैछिन फोनमा कुरा भएको थियो। अनि मम्मीले भन्दै हुनुहुन्थ्यो मलाई, म बनाउनु लागिरहेको थिएँ बिहान नै। अनि त्यति बेला किन बनेन भन्दाखेरि चाहिँ उता नेपालमा लाइन गएछ। हेर्नु न, अब नेपालको कन्डिसन के हो, लाइन गएछ। अनि मम्मी अनलाइन नै आउन पाउनु भएन। अनि मैले पनि राखिदिएँ। अनि त्यसपछि चाहिँ मुस्ली र के भन्छ दुध खाएर अनि बसेँ है। के भन्ने, अनि अहिले चाहिँ जस अलिअलि यसो सिकेँ अरे बनाउनुलाई। अब हेरौँ, मसला हाल्छु गर्छु, त्यही प्याज स्याज यताउता हालेर सरर भुटेर होइन, त्यसमा अनि राजमा हालिदिएर मसला ससला हालिदिएर अनि सिटी लाउने हो। नुनसुन हाल्न परिहाल्यो। त्यही गर्छु, हेरौँ कस्तो बन्छ हेरौँ न। कसम भनेको टाउकोमा यस्तो झुन्डाउने हुन्छ नि, त्यो गोब्रो चाहिने भइसकेको छ कि। गोब्रो भयो नि यहाँ यस्तो झुन्डायो होइन, सबै काम गरेको पनि देखिन्छ। अब यो मोबाइल कहाँ राख्ने, कसरी राख्ने, यता राख्यो यता देखिँदैन, उता राख्यो कता देखिँदैन है। सुरुमा यसो गाह्रै हुँदो रहेछ भनेको। भ्लग बनाऊँ भन्ने सोचेको थिएँ, सजिलै होला भन्ने सोचेको थिएँ। तर अलिकति क्यामेरा साई पनि हुने कि, फेरि क्यामेरामा हेरेर बोल्न पनि अलिकति गाह्रै हुँदो रहेछ। तर यसो लेट्स ट्राई होइन, ट्राई त हो नि। ल, एउटा टमाटर चाहिँ मैले यो काट्छु होइन, यसलाई ट्याक्क काट्ने हो। यो प्याज भयो, अब यसलाई पनि काट्नु पऱ्यो। हिजो छोडाएर राखेको थिएँ, अलिकति धेरै भएको थियो कि हिजो। अब काट्छु फेरि यो पनि। ल, यत्तिको चाहिँ काटेँ, खै के काटेँ होइन। लसुन, प्याज, अदुवा अनि टमाटर काटेँ। प्याज चाहिँ अलिकति धेरै भयो जस्तो छ, तर होस् अब राख्दिनँ फिर्ता हालिदिन्छु। ल है, अब सबै हालेर यहाँ भुट्न थालेँ। अब यसो यो गरेर अनि राजमा हालिदिन्छु अब चाहिँ। ल है, राजमा हालेँ। अब यति चाहिँ भयो। राजमा हाल्दा गरेर यसो सब कुरा हाल्दा उस गरेँ। अब पानी चाहिँ एड गर्न बाँकी छ। अब यहाँ पानी राखेको छु, यो एड गरिदिन्छु। अब हेरौँ कस्तो हुन्छ। ल, हेरौँ न अब कस्तो हुन्छ है। यसो सिटी लाग्ने उस चाहिँ भइरहेछ है। हेरौँ अब कस्तो बन्छ आज राजमा। अनि के होइन, यो भात चाहिँ मैले हिजै बनाएको थिएँ। फेरि यति छ, अब ठिकै छ, पुग्छ होइन, धेरै नै हुन्छ आजलाई। ल है, फाइनली रेडी चाहिँ भयो। एकैछिन यसो भर्सिन पनि दिएको थिएँ, सिटी हावा गयो अब सबै। अब यसो खोलेर हेरौँ कस्तो भएको छ। मिठै भयो होला। अब यस्तो चाख्छु गर्छु अनि भन्छु है त। ल, अब हाल्दैछु, हेरौँ है। धेरै नै पाके जस्तो लाग्यो र अलिकति कम। ल है, फाइनली रेडी भयो। अब खान लागिरहेको छु। अब मैले सोचेको पनि थिइनँ, तर सही मिठो भएछ भनेको। कसम होला, यस्तो मिठो भएछ नि। यत्तिको त्यो मासु खाँदा वाक्क भइसकेको थियो। अनि अहिले अब यो राजमा खाँदाखेरि चाहिँ एकदम मिठो लाग्यो। यस्तो मुसेको भात त के देखाउने होला र, तर पनि मिठो चाहिँ मिठो भएको छ यार। अगाडि जेसँग खानासाना खाएँ अरे, भाँडासाँडा माझेँ अरे होइन। अनि आएँ, मिठो चाहिँ मिठो भयो। धेरै पछि होला होइन, त्यो मासु खाँदा वाक्क पनि भएको थियो। धेरै पछि ट्याक्क त्यो राजमा बनाएर खाँदाखेरि मिठो नि भयो। फर्स्ट टाइम बनाएको थिएँ, तै पनि मिठो नै भयो यार।
खै सोचेको चाहिँ थिइनँ मैले यस्तो मिठो हुन्छ भनेर। जे होस् किप वाचिङ होइन, अनि यसो लाइक साइक हान्दिराख्नु न, के हुन्छ र।